धेरै समय पहिले संसारको नक्सामा एउटा यस्तो राज्य थियो जसको नाम इतिहासका किताबहरूमा पाइँदैन, किनकि त्यस राज्यको रक्षा तलवारले होइन भाग्यले गर्थ्यो। भनिन्छ त्यहाँ एकजना राजा थिए जसले आफ्ना छोरीहरूलाई सुनचाँदी होइन बरु संसारको सबैभन्दा अनौठो शिक्षा दिन्थे। तर भाग्यले जब कसैको परीक्षा लिन्छ तब ज्ञान पनि कम हुन पुग्छ र अनि एक दिन एउटा प्रश्नले उनको आफ्नै छोरीको जिन्दगी बदलिदियो। अनि सुरु भयो लाल नामको रहस्यमय श्रापको आँधी। कथा सुरु हुन्छ राजाका दुई अत्यन्तै सुन्दरी छोरीहरूबाट। राजा आफ्ना छोरीहरूलाई संसारको हरेक खुसीभन्दा बढी माया गर्थे। एक दिन राजाले दुवैलाई आफ्नो दरबारमा बोलाएर प्रश्न गरे, मेरी राजकुमारीहरू, भन त तिमीहरू कसका कारणले आज राज गरिरहेका छौ? जेठी छोरीले भनिन्, तपाईको कारणले बुवा। तर कान्छी छोरीको आवाजमा एउटा अनौठो आत्मविश्वास थियो, म आफ्नो भाग्यको कारणले गर्दा राज गरिरहेकी छु बुवा। यो जवाफ राजाको मनमा हथौडाले प्रहार गरे झैं लाग्यो। राजाको रिसको बाँध फुट्यो। उनले आदेश दिए, जाओ यस राज्यको सबैभन्दा मूर्ख केटा खोजेर ल्याओ, उसैसँग यसको विवाह हुनेछ। मन्त्री खोज्न निस्किए। एउटा केटा जुन हाँगामा बसिरहेको थियो त्यही हाँगा काटिरहेको थियो। मन्त्रीले उसलाई देख्ने बित्तिकै पक्रे। उनले राजाको अगाडि केटालाई पेश गर्दै भने, महाराज, योभन्दा ठूलो मूर्ख कोही हुन सक्दैन। यो जुन हाँगामा बसेको थियो त्यही काट्दै थियो। राजाले हेरेर बुझे अनि कान्छी छोरीको विवाह त्यही केटासँग गरिदिए। दुवैजना हिँड्दा हिँड्दै एउटा श्रापित तालको किनारमा पुगे। ताल शान्त थियो, तर त्यसको शान्ति यस्तो थियो मानौ यसले शताब्दीौंदेखि कुनै भयानक सत्य लुकाइरहेको छ। अचानक केटाले तालको सतहमा रातो रातो चम्किरहेका हिराहरू तैरिरहेको देख्यो। उसको आँखा लोभले चम्किए। राजकुमारीले घबराएर उसलाई रोक्दै भनिन्, यसलाई नछोऊ, यो ताल अशुभ छ। तर लोभको अगाडि उनको केही सिप लागेन। केटाले एउटा रातो हिरा उठायो र त्यही पलदेखि उनीहरूको भाग्यको अँध्यारो यात्रा सुरु भयो।